यो आरएनएस एरिया भयो, वन पार्क एरिया। अहिले चाहिँ यहाँ राम्रो बनाएको छ। यो फुटपाथहरू व्यवस्थित बनाएको छ बारीले। रातिको समयमा चाहिँ यहाँ सामानहरू बेच्न पाइन्छ भने दिउँसो चाहिँ सामान बेच्न केही पाइँदैन। पहिलाभन्दा निकै व्यवस्थित भएको छ यो काठमाडौँ सहर। यहाँबाट लगनखेलतिर जाने गाडी पाइन्छ र यो बागबजार साइड भयो। यति सफा आउँछ। गाडीहरूको आफ्नै उद्देश्य छन्, आफ्नै गन्तव्य छन्। नेपाल विद्युत प्राधिकरणको अफिस मानकी सिंह।